गुड मर्निङ एन्ड जय मसी सबैजनालाई फेरि पनि तपाईहरुलाई मेरो मिनी भ्लगमा स्वागत छ। यहाँ चाहिँ आज चाहिँ हामी 5 माइलमा छ। 5 माइलमा चाहिँ आज यहाँनिर प्रिचिङहरु भइरहेको छ। आज चाहिँ गुड फ्राइडे हो है। तपाईहरुले सबैजनालाई थाहा छ गुड फ्राइडे भनेको के हो भनेर। कतिजनालाई थाहा नहुनु पनि सक्छ है। 5 माइलमा चाहिँ हामी चाहिँ प्रोसेसन गर्दै गर्दै बेरेकादेखि चाहिँ बेरेका मिन्स मेट्रोदेखि चाहिँ बेरेका चर्च मेट्रोमा छ र त्यहाँदेखि चाहिँ हामी प्रोसेसन गर्दै गर्दै चाहिँ 5 माइलसम्म आइपुगेको। अहिले चाहिँ यहाँनिर चाहिँ नानीहरुले चाहिँ आफ्नो एक्सन सङहरु है कोइल सङहरु स्किटहरु आफ्नो रेडी गरेर ल्याएको कारणले गर्दा चाहिँ यहाँनिर चाहिँ केही समय यहाँनिर चाहिँ प्रिचिङहरु हुन्छ र सबै कुराहरु भइसकेपछि चाहिँ हामी यहाँबाट फेरि पनि रानीपुल तर्फ जान्छौं है। अहिले चाहिँ यहाँ अंकलले चाहिँ वचन प्रचार गर्नु हुँदैछ, वचन भन्नु हुँदैछ है। प्रभु चाहिँ आजको दिनमा चाहिँ हाम्रो निम्ति हामी पापीहरुको निम्ति चाहिँ उहाँ चाहिँ संसारमा आउनु भयो र आएर उहाँले चाहिँ आफ्नो प्राण त्याग्नु भयो है। आजकै दिनमा चाहिँ प्रभु येशू ख्रीष्टले चाहिँ क्रुसमा टाँगिनु भएको थियो, आफ्नो प्राण त्याग्नु भएको थियो भनिकिन चाहिँ अंकलले चाहिँ यहाँ प्रचार गर्नु हुँदैछ है। साच्चै नै आज गुड फ्राइडे भनिकिन चाहिँ आज इंटरनेशनल यो इंटरनेशनल हलिडे पनि भनिन्छ है। यहाँ चाहिँ इंटरनेशनल मिन्स सबै देशहरुमा चाहिँ यो मनाइने गरिन्छ है। यहाँ चाहिँ स्किटहरुद्वारा चाहिँ यहाँ नानीहरुले चाहिँ जुन प्रभु चाहिँ कसरी चाहिँ क्रुसमा टाँगिनु भयो भन्ने कुराहरु चाहिँ उहाँहरुले बताउनु हुँदैछ है। उहाँले यहाँनिर चाहिँ स्किटद्वारा चाहिँ भन्ने कोसिस गर्नु हुँदैछ र यहाँ चाहिँ कसरी पापीहरुको निम्ति है हामी पापीहरुको निम्ति चाहिँ उहाँले चाहिँ आफ्नो प्राण त्याग्नु भयो। उहाँले प्राण त्याग्नु भएको कारणले गर्दा मर्नु भएको कारणले गर्दा आज हामी सबै पापबाट हामीले क्षमा पाएका छौं है। बाइबलले यो भन्दछ र तपाईहरुलाई कति जनालाई त थाहा छँदै छ है। र यहाँ नानीहरुले चाहिँ फेरि पनि यहाँनिर एक्सन सङहरु गरिराख्नु भएको छ। उहाँहरुले धेरै नै राम्रो एक्सन सङहरु चाहिँ यहाँनिर चाहिँ रिप्रेजेन्ट गर्नुभएको थियो हो। र यहाँनिर चाहिँ मैले चाहिँ भोइस किन गरिन है, यहाँनिर चाहिँ भोल्युम चाहिँ किन हालिन भन्दा चाहिँ कपिराइटहरु पनि हुन सक्छ अनि प्लस यहाँ गाडीको साउन्डहरुले गर्दा त एकदमै यो सङहरु चाहिँ हामीले सुनिराखेको थिएन। त्यही भएर चाहिँ यहाँनिर चाहिँ मैले चाहिँ भोइस ओभर गरेको है। तपाईहरुलाई कस्तो लाग्छ के लाग्छ भनिदिनुस् होला। अब हामी चाहिँ यहाँनिर सकेर चाहिँ हामी चाहिँ रानीपुल तर्फ जान्छौं है। रानीपुल सम्म हामी चाहिँ हिनेर चाहिँ यहाँबाट चाहिँ है ट्र्याक्सहरु बार्दै बार्दै प्रिचिङहरु गर्दै गर्दै हैन जान्छौं। र यसरी नै मैले चाहिँ कतिवटा भिडियो चाहिँ गर्नु पाइन किनभने पुरा एकदमै गरम पनि भइराको थियो। भिडियोहरु गर्दाखेरि चाहिँ यो पनि के भन्छ हिँड्नु पनि एकदमै स्लो भइरहेको थियो। त्यही भएर कारणले गर्दा चाहिँ भिडियोहरु गर्नु पाइन। र यहाँनिर 5 माइलमा पनि हाम्रो प्रिचिङ भयो र मेफेयरको त्यहाँनिर पनि भएको थियो हो। त्यहाँनिर चाहिँ मैले भिडियो गरिन किनभने एकदमै मान्छे भिड भएको कारणले गर्दा चाहिँ अगाडि गएर भिडियो गर्नु पनि पाइन हो। र हामी चाहिँ अब यहाँनिर चाहिँ नानीहरुको यो एक्सन सङहरु सकेपछि चाहिँ हामी चाहिँ यहाँबाट हिँड्ने हो। हेर्दै गर्नुस् होला है। र अहिले चाहिँ हामी चाहिँ यहाँ रानीपुल आइसकेका छौं। रानीपुलमा पनि यहाँ चाहिँ प्रभुको दासले चाहिँ यहाँनिर अब प्रार्थनाहरु गरिकन चाहिँ अब सेवा स्टार्ट गर्नु लाग्नु भएको छ हो। सेवा स्टार्ट गरिकिन चाहिँ अब यहाँनिर हामी चाहिँ सबै फेरि पनि नानीहरुले गरेको स्किटहरु अनि कोइल सङहरु अनि जति पनि एक्सन सङहरु छ त्यहाँनिर रिप्रेजेन्ट गर्नुहुन्छ। यहाँ प्रभुको दासले वचनहरु भन्नु हुँदैछ है। हामी चाहिँ यहाँबाट चाहिँ अब सबै सेवाकाईहरु सकेर चाहिँ खानाहरुको प्रबन्ध पनि गरिएको थियो। खानाहरु खाइकिन चाहिँ हामी आफ्नो आफ्नो घरतर्फ फर्किने छौं है। र तपाईहरुलाई कस्तो लाग्यो के लाग्यो मैले छोटो भिडियो बनाएको थिएँ र तपाईहरुको सामु देखाउने कोसिस गरे। कस्तो लाग्यो के लाग्यो भनिदिनु होला। र तपाईहरुले चाहिँ जहाँ जहाँ रहनु भएको छ है त्यहाँनिर चाहिँ कस्तो प्रकारले गुड फ्राइडेहरु मनाउनु भयो है। तपाईहरुको चर्चमा तपाईहरुको मण्डलीमा है तपाईहरुको त्यहाँनिर ठाउँमा चाहिँ कसरी चाहिँ गुड फ्राइडेहरु मनाइन्छ कमेन्टमा लेखिदिनु होला है। हामीले चाहिँ यसरी नै मनायो कस्तो लाग्यो के लाग्यो है तपाईहरुले कमेन्टमा भनिदिनु होला। थ्यांक यू सो मच फर वाचिङ। बाइ बाइ।